धेरै वर्ष बाद रोहिणी लेकमा आइपुगे। चाहिँ झन्डै 27-28 वर्ष पछाडि आइपुग्यो होला। यस्तो बनेको छ जुन दामी यस्तो बनेको छ। छोडिङ पनि हुँदो रहेछ। पहिला त यहाँ पानी भएको जस्तो लाग्थ्यो, सुकिसक्यो। परबाट चाहिँ रोपे पनि हुन्छ। भाइको घोडा है, दामी रहेछ भाइ। कति चढेको? चढेर घुमेको 200 रुपियाँ, चढेर फोटो खिच्नु भएको 50 रुपियाँ। चढेर फोटो खिचेको चाहिँ 50? हजुर। त्यो चाहिँ उयसको चाहिँ उयो घुमेको 200 रुपियाँ। तिम्रो घोडा हो? के हो घोडाको नाम चाहिँ? बादल। अरे बाप रे, बादल। ओइ बादल बादल। तिमीले यो घुमाएको चाहिँ कति भयो? घुमाएको 200 रुपियाँ। मतलब घोडा चाहिँ नामै बादल गरेको छ।